1960 सालमा मेरो परिवार र दुईटा बच्चो लिएर माइत जाँदै थियो। गणेश चोक भन्ने ठाउँ लखनजीपुरमा पेट्रोल पम्प हाल्दाखेरि तिनैजना सिकिस्त घाइते भएर श्रीमती चाहिँ मृत्यु भयो र दुईटा बच्चो चाहिँ बाँचेछ। हालसम्म अहिले उपचार चाहिँ बन्द आँखा, बन्द सास, रोकिएका बोलीहरू, चोक्टा चोक्टा छुट्याउने ताता ताता गोलीहरू। प्राणविहीन लासभित्र सहाराको खोजी गर्दै नेत्रुक्क आँसुले भिजेका ती विधुवाका चोलीहरू। द्वन्द्वको तस्बिरहरू खिच्ने क्रममा मलाई चाहिँ सहजै लाग्छ। जे सही हो त्यो सही कुरा चाहिँ चित्रण गर्नतिर बढी ध्यान लाग्छ र तस्बिर खिचिसकेपछि चाहिँ पछि सोच्दाखेरि चाहिँ बरु भावनाले चाहिँ पछि असर पार्छ। जब उहाँको अनुहारमा मैले एउटा छुट्टै किसिमको वेदना, युद्धको पीडा महसुस गरेर त्यो पीडा महसुस गर्दाखेरि चाहिँ कस्तो भने मलाई तस्बिर खिच्नु भन्दाखेरि पनि उहाँसँगको दुःख साट्न मन लाएर मैले त्यसपछि यो तस्बिर 2-3 शट खिचिसकेपछि मैले आफ्नो क्यामेरा प्याकअप गरेर उहाँसँग फलाकुसारी र दुःख साट्नलाई सुरु गरेँ। त्यस्तो अनुभवहरू पनि मसँग छ। 2065 साल चैत 24 गतेदेखि आन्दोलन गर्ने भनेर नेताहरूले घोषणा गरेको थिए। त्यही अनुरूप चाहिँ हामी जनता सबै आन्दोलनमा गयौँ। अब पठाइहाल्यो आन्दोलनमा, छोडिदिइहाल्यो, जन्माइयो, हुर्काइयो, बढाइयो, आन्दोलनमा गर्नु पठाइयो। अब मेरो होइन, उनीहरू सरकारको हो। यो छोरो त मेरो। बाबा बित्नु भएदेखि यस्तो भएको मलाई। के भएको डाक्टर पनि लाएर छु, झाङ्ग्री धामी पनि लाएर छु। अहिले चाहिँ औषधि खाएर चाहिँ त्यतिकै बसिरहेको छ। फेरि लानुपर्छ। खोइ किन मेरो दिमागै त्यस्तो भइरहन्छ। अनि सबै साथीहरू हाँसी खुसी भएर स्कुलमा सबै साथीहरू हाँसी खुसी भएर हिँड्छन्। अनि मेरो दिमाग एक्लै मात्र भइरहन्छ।